सला भतुवा सला कुकुर सला खाते म त यसरी भन्न चाहन्छु त्यसलाई सबैले सेयर लाइक गरेर अगाडि यो सेयर गरेर त्यहाँसम्म पुर्याउनुहोस् कि जहाँ कि त्यो शरणार्थी त्यो भिखारी त्यो साले भतुवाको कानसम्म यो भिडियो पुगोस् यसरी सेयर गर्नुहोस् त। म खासमा यो भिडियो आज खासमा के कारण बनाउँदैछु भने एकजना केही दिन अगाडि एकजना खान र लाउन नपुगेर एउटा अमेरिकामा बस्न बाध्य भएको एकजना मिनबहादुर गुरुङ फिटमेनको लागि जुन चाहिँ ज्ञानेन्द्र साईलाई हिजो त्यो चाहिँ काठमाडौँ ओर्लिएको व्यक्ति भन्यो उसले होइन होइन आखिर खान नपाएको मान्छे अमेरिका जान्छ कि नेपालमै बस्छ त्यो कुरा तपाईँहरू छुट्याउनुहोस् है। यो म च्यालेन्जका साथ भन्छु उसले कुनै दिन अगाडि एउटा चाहिँ गृहमन्त्री सुदन गुरुङलाई सुदन गुरुङलाई केही भयो भने सुदन गुरुङलाई म चाहिँ पहिला खाटिरहेछु भनेको छ क्या। हो हामी पनि कम छैन तैँले गरेको यो विभेद यो चाहिँ अत्याचार एउटा यो घमण्ड र एउटा यो जुन चाहिँ प्रदूषण समाजमा फैलाउने प्रदूषण ल्याएको छस् नि होइन। करिबन कर्णालीबाट एउटा चाहिँ जुम्लाबाट एउटा चाहिँ कम्तीमा पनि 2-2.5 लाखभन्दा माथिको जनसङ्ख्याले जिताएर पठाएको त्यसै जिताएको होइन एउटा मान्छेको भिजन र एउटा मान्छेको सोच र विचारलाई हेरेर जिताएको याद गर बुझेस् नि होइन। त्यसै गरी उसलाई त्यसै गरी यो एउटा चाहिँ के अरे जुम्लाको मात्र नभएर त्यो कर्णालीकै एउटा बुलन्द आवाज ज्ञानेन्द्र साई हो। कर्णाली मात्र नभएर एउटा सुदूरपश्चिमसम्मको बुलन्द आवाज ज्ञानेन्द्र साई हो। तर त्यसैमाथि अपहेलना गर्यो त्यसैमाथि उसले बिना उसका प्राइभेट कुराहरूलाई ल्याएको छ। कहाँ सिए पढ्न उसले 0 पढोस् उसले पढ्न नआओस् तँलाई के को चाहिँ खसखस त्यसमा तँलाई के को टाउको दुखाइ अझ उसले के